हेलो एभ्रिवान फेरि पनि हामी दाजु बहिनी आएको छौँ 3x स्पाइसी नुडल्स च्यालेन्ज हुँदैछ हाम्रो एक प्लेट जम्मा हामीसँग 2वटा नुडल्स छ है अनि हामी यहाँ च्यालेन्ज गर्दैछौँ आज को विन हुन्छ र को लुजर हुन्छ लुजरले चाहिँ हामीसँग पनिसमेन्ट के छ भने आज तपाईको 1 चम्ची नुन चाहिँ खानुपर्ने छ है लुजरले चाहिँ हुन्छ। अब हामी स्टार्ट गर्नेछौँ है हामी सस च्याप्दैछौँ यो 3x स्पाइसी नुडल्स चाहिँ हामीले खोज्दा 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 बल्ल 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 हामीले भेटाएको छौँ है। जम्मा हामीले एक होल प्याकेट ल्याएर चाहिँ हामीले बनाउँदैछौँ र खाँदै पनि छौँ। 2,000 years later. Ready? Ready? पिरो 2x भन्दा चाहिँ पिरो पुरा अड्केको अवस्था हुँदैछ। पानी हाल्नु मिल्छ अड्क्यो सारी अड्केर थोरै पानी खाएँ मैले। जस्ट मेरो कान्छरी तात्यो। ओह माय गॉड सो यम्मी। च्यालेन्जमा पानी खाएन भन्नुहोस् किनकि फर्स्ट टाइम गरेको नुडल्स चाहिँ धेरै अड्किरहेको छ गाह्रो भयो अनि त्यही भएर फेरि हामी त्यति पिरो खाँदैनौँ होइन। पिरोले रिङ्गटा छुट्यो मलाई। वाउ वाउ फास्ट। आसपासको पिरो यो चाहिँ ठेलेको है। Oh my god दादा विनर। तन्तुले नहुँदैछ सकिन पिरो जित्छु क्या दादा रेस मैले चाहिँ गिभ अप गरिसकेँ। खाइसक्नुपर्छ नि। मैले सकिनँ किनकि हेर्नुहोस् गाइस मेरो आँसु आयो मुख पोल्यो मैले खानु सकिनँ म रोइरहेको छु। मेरो पनि आएको छ। रियाक्स चाहिँ च्यालेन्जमा नो एकदम जस्तै पिरो खान्चुले पनि किनकि हामीले 2टा नुडल्समा एउटा पिरो मात्र हालेको थियौँ नि त नि एउटा एक प्याकेट दुईटा नुडल्समा एक प्याकेट पिरो हाल्दै मेरो कानमा
कानमा घन्टी बज्यो गाइस हेर्नु म कति रुइसकेँ जस हुइनले त सक्नै पर्छ फर्स्ट टाइम नुडल्स खाँदा म रुको अब अन्डा खाइँदैछ माइ गड मेरो आँखा हेर्नु कस्तो भइसक्यो झिमझिम झिमझिम मेरो त्यस्तो भइरहेको तपाईँ भएको छैन भइरहेको भन्नु सक्छ त्यो पुरै हल्यो तपाईँहरूले पनि 3x लिएर एकचोटि ट्राई गर्नुहोस् एकदम गाह्रो यदि तपाईँहरूलाई 3x कुन स्टोरमा पाउँछ भनेर जान्न चाहन्छ भने कमेन्ट गर्नुहोस् हामी स्टोरको लोकेसन दिन्छौँ है यो एकदम सो स्पाइसी न्यू नुडल्स हो म विन भएको छु है अब हामी बहिनीलाई ट्याक्क नुन खुवाउने छु है 1 चम्ची नुन ल अब हामीले यो लुजरलाई चाहिँ 1 चम्ची जस्तै 1 चम्ची चाहिँ हामीले नुन खुवाएको छु है यो एकदम प्योर नुन हो कडा स्वागत छ हजुरलाई नुन खाइदिनु भएकोमा किन मैले यो गिभ अप गरेको भने एकदम 2x भन्दा चाहिँ एकदम यो पिरो किनकि अघि मैले भने हामीले 2टा नुडल्समा 1 प्याकेट स्पाइसी त्यो सस हाल्दा पनि एकदम म खानु सकेन यो आँखाहरू तपाईँहरूले भिडियो फुल भिडियोमा हेर्नुहुन्छ म कति रुएको छु भनेर अब म हारेँ होइन अब नुन खानै पर्ने भयो तितो हुन्छ मिठो गुलियो हुन्छ खाइदिई बस्नुहोस् न वाह 1 चम्चीमा स्वाटै हाउ फास्ट कस्तो हुँदैछ महसुस भित्रदेखिको नुनको महसुस गर न टेस्ट लिएन पानी खानु पायो पानी खानु पायो नि अब पानी त अघि हामीले चलाएको छौँ होइन पानी खानु पायो अनि नुनको कस्तो नुन 1 चम्ची खाँदा कस्तो रिएक्सन आयो भित्र त्यो पनि भनिदिनुहोस् हामी थोरै सब्जीमा चर्को हुँदाखेरि हामी खानु सकिँदैन नि त कति धेरै उयो हुन्छ यो चम्चीको खाँदाखेरि नि भित्रभित्र कडा खानु नसक्ने सर्कियो कस्तो पोलेको जस्तो भएर आयो नुन पनि हामीले खानु चाहिँ नसकिने रहेछ 1 चम्ची एकदम गाह्रो भयो अब हामीले च्यालेन्ज पनि यसमै अन्तिम गर्दैछौँ इन्ट हुँदैछ है तपाईँहरूले मेरो युट्युब च्यानलमा MR पोजुमा गएर चाहिँ है तपाईँहरूले लाइक सब्सक्राइब कमेन्ट अनि सेयर पनि गरिदिनुहोस् तपाईँहरूलाई यदि केही भन्नु मन छ भने कमेन्टमा भनिदिनुहोस् है हुन्छ हामी यतिमै हामी इन्ड गर्दैछौँ बाई बाई बाई